कस्तो हुनुहुन्छ तपाईहरु? अनि हामी पनि यहाँ ठिकै छु। आज चाहिँ हामी आँगनमा के भन्छ त्यसलाई पिङ बनाएको नि त नानीको लागि भनेर। म चाहिँ यो दाउरा ओसार्दै छु। उसले चाहिँ यो पिङ बनाइँदैछ। यो मिठाई खाँदै। त्यसले मिठाई ल्याइदिएको थियो यसो सोनपापडी खाँदै बनेर नि ब्ल्याक टीसँग। हामी चाहिँ अब पिङ बनाउँदैछ। यो दुईजना सुतिरहेको छ। यो चाहिँ हामीले आलुको बिउ काटेर राखिरहेको छु। अब चाहिँ दोरी बनेको हामीले चाहिँ काटी लाग्थ्यो नि त। तर त्यस्तो राम्रो चाहिँ बनाएको होइन। यो सानो पुरानो काठहरूले नबनाएको, बस नानीलाई खेल्नु मात्रै हो, सानो नानीलाई हो। जस्तो सुकै भए पनि अब हेर्ने चाहिँ दोरी चाहिँ अब काटी लाग्छ नि त। तर पनि दोरीको चाहिँ काटीको भरोसा नगरेर दोरी पनि सानो भए पनि लाग्यो नि चाहिँ। त्यहाँ चाहिँ अर्को दोरी चाहिँ बनाउने दोरी काटौँ यहाँ पर छ। बनाइसकेर अब अर्को हेर लस। यही मेरो पिङ कम्प्लिट भयो। अस्गिन चाहिँ अब खेलाउनु छक्कै परिरहेको छ के गरेको भने त्यो मान्छे भर्खर सुतेर उठेको नि त। अन्त अलिकति हेरेर नानी खेल्न जान्दैन नि खेल्नु त। ऊ त्यो पिरै खेलाउनु मात्रै हो त्यसको। खै निकाल्दिन ल, दोरीमा मात्रै बस्ने। अब के बनाइदिनु भएछ भाइलाई त? वाह भन्नु त। बाई बाई। कस्तो लाग्यो के लाग्छ मेरो भिडियोलाई लाइक शेयर सब्सक्राइब गर्नु नबिर्सनुहोस् ल। थ्याङ्क यू, बाई बाई।